सम्पूर्ण सरी मित्रहरुमा नमस्कार। म प्रोसेस हजुरहरुलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज म शिक्षक सेवा आयोग निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र तयारी गरेर बस्नुभएका सम्पूर्ण सरी मित्रहरुलाई मध्यनजर गरी परिमार्जित नयाँ पाठ्यक्रममा आधारित निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र नमुना प्रश्नोत्तर सेट 5 लिएर आएको छु। हुन्छ त सरी मित्रहरु, ढिला नगरी अब लागौं आजको विषयवस्तुतर्फ। आजको पहिलो प्रश्न रहेको छ, सर्वप्रथम भर्चुअल क्लासरुम कतिवटा जिल्लामा लागू गरेको थियो? अप्सन क 3 जिल्लामा, अप्सन ख 5 जिल्ला, अप्सन ग 11 जिल्ला र अप्सन ग 12 जिल्ला। यसको सही उत्तर रहेको छ अप्सन ग 11 जिल्ला। प्रश्न नम्बर 2, एन्ड्रसका अनुसार अनौपचारिक शिक्षा कस्तो प्रक्रिया हो? अप्सन क जीवन प्रयत्न र उपयोगी, अप्सन क विद्यालय विहीन र स्वतन्त्र, अप्सन ग अनिवार्य र अप्सन ग रोजगारमुखी। यसको सही उत्तर रहेको छ अप्सन क विद्यालय विहीन र स्वतन्त्र। प्रश्न नम्बर 3, कहिलेबाट टेलिभिजनमा दूरशिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो? अप्सन क विक्रम सम्वत 2052 चैत्र 7 गते, अप्सन ख विक्रम सम्वत 2053 चैत्र 7 गते, अप्सन ग विक्रम सम्वत 2063 असार 30 गते र अप्सन ग विक्रम सम्वत 2064 वैशाख 1 गते। यसको सही उत्तर रहेको छ अप्सन क विक्रम सम्वत 2052 चैत्र 7 गते। प्रश्न नम्बर 4, शिक्षा सम्बन्धी इन्चोन सम्मेलनको आयोजक संस्था कुन हो? अप्सन क विश्व बैंक, अप्सन ख युनिसेफ, अप्सन ग युनेस्को र अप्सन ग विश्व शिक्षा मञ्च। यसको सही उत्तर रहेको छ अप्सन ग विश्व शिक्षा मञ्च। प्रश्न नम्बर 5, एक शैक्षिक सत्रमा विद्यालय व्यवस्थापन समितिले थप कति दिनसम्म स्थानीय विदा दिन सक्नेछ? अप्सन क 3 दिन, अप्सन ख 4 दिन, अप्सन ग 5 दिन र अप्सन ग 10 दिन। यसको सही उत्तर रहेको छ अप्सन ग 5 दिन। प्रश्न नम्बर 6, जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विकास तथा समन्वय इकाइमा कहिले रूपान्तरण गरिएको हो? अप्सन क विक्रम सम्वत 2073 मङ्सिर 24 गते, अप्सन ख विक्रम सम्वत 2074 पौष 22 गते, अप्सन ग विक्रम सम्वत 2073 चैत्र 27 गते र अप्सन ग विक्रम सम्वत 2074 चैत्र 27 गते। यसको सही उत्तर रहेको छ अप्सन ग विक्रम सम्वत 2074 चैत्र 27 गते। प्रश्न नम्बर 7, एक विद्यालय एक नर्स कुन प्रदेशबाट सुरु भएको कार्यक्रम हो? अप्सन क गण्डकी प्रदेश, अप्सन ख बागमती प्रदेश, अप्सन ग लुम्बिनी प्रदेश र अप्सन ग कर्णाली प्रदेश। यसको सही उत्तर रहेको छ अप्सन ख बागमती प्रदेश। प्रश्न नम्बर 8, शिक्षकले पालना गर्नुपर्ने आचार संहिता पालना गरे नगरेको मूल्याङ्कन गर्ने जिम्मेवारी कसलाई दिएको छ? अप्सन क विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, अप्सन ख सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक, अप्सन ग स्थानीय शिक्षा शाखा प्रमुख र अप्सन ग प्रधानाध्यापक। यसको सही उत्तर रहेको छ अप्सन ग प्रधानाध्यापक। प्रश्न नम्बर 9, समान तत्त्वको सिद्धान्त कसले प्रतिपादन गरेका हुन्? अप्सन क हर्जबर्ग, अप्सन ख हर्लक, अप्सन ग गेरगर र अप्सन ग थर्नडाइक। यसको सही उत्तर रहेको छ अप्सन ग थर्नडाइक। प्रश्न नम्बर 10, कुनै स्थान जनाउने शब्दको अन्तको इकाइ दीर्घ हुन्छ भनेर गुल्मीको नि हुन्छ भनी जानेपछि कैलाली, अर्घाखाँची जस्ता शब्दहरूमा पनि दीर्घ हुन्छ भनी लेख्न सक्नु के हो? अप्सन क समान तत्त्व, अप्सन ख सामान्यीकरण, अप्सन ग विविधीकरण र अप्सन ग मानसिक अनुशासन। यसको सही उत्तर रहेको छ अप्सन ख सामान्यीकरण। प्रश्न नम्बर 11, विस्फोरणका तत्त्वमा तलका मध्ये कुन पर्दैन? अप्सन क दमन हुनु, अप्सन ख हस्तक्षेपको प्रभाव, अप्सन ग
मादक वा लागू पदार्थको संकेत सेवन र अप्सन घ अभ्यास। यसको सही उत्तर रहेको छ अप्सन घ अभ्यास। प्रश्न नम्बर 12 विद्यालय सुधार योजनामा सहायता पुर्याउने संस्था कुन हो? अप्सन क युनेस्को, अप्सन ख फेटोफेन, अप्सन घ जाइका र अप्सन घ युनिसेफ। यसको सही उत्तर रहेको छ अप्सन घ जाइका। प्रश्न नम्बर 13 शैक्षिक समाजशास्त्रका पिता को हुन्? अप्सन घ जर्ज पियाने, अप्सन घ जोन डिवे, अप्सन घ अगस्ट काम्टे र अप्सन घ मैक्स वेबर। यसको सही उत्तर रहेको छ अप्सन क जर्ज पियाने। प्रश्न नम्बर 14 वर्तमान संविधानमा केन्द्रीय पुस्तकालय कुन अधिकार सूचीमा रहेको छ? अप्सन क संघको अधिकार, अप्सन ख प्रदेशको अधिकार, अप्सन ग स्थानीय तहको अधिकार र अप्सन ग संघ र प्रदेशको साझा अधिकार सूची। यसको सही उत्तर रहेको छ अप्सन क संघको अधिकार सूची। प्रश्न नम्बर 15 तालिम कार्यक्रमको पहिलो चरण कुन हो? अप्सन क तालिम आवश्यकता पहिचान, अप्सन ख तालिम उद्देश्य निर्धारण। यसको सही उत्तर रहेको छ अप्सन क तालिम आवश्यकता पहिचान। प्रश्न नम्बर 16 प्रश्न नम्बर 16 मा रहेको छ ज्ञान सिप प्रवृत्ति र व्यवहारमा परिवर्तन ल्याउनु बढी प्रभावकारी हुने साधन कुन हो? अप्सन क कार्यशाला, अप्सन ख गोष्ठी, अप्सन ग तालिम र अप्सन ग सम्मेलन। यसको सही उत्तर रहेको छ अप्सन ग तालिम। प्रश्न नम्बर 17 कुनै विषयको बारेमा विचार विमर्शका लागि बस्ने व्यक्ति वा विद्वानहरूको औपचारिक बैठक वा सभा, वार्तालाप वा परामर्शलाई के भनिन्छ? अप्सन क कार्यशाला, अप्सन ख गोष्ठी, अप्सन ग तालिम र अप्सन ग गोलमेज। यसको सही उत्तर रहेको छ अप्सन ख गोष्ठी। प्रश्न नम्बर 18 शिक्षा इष्टिहारमा कति दफा रहेको छ? अप्सन क 40, अप्सन ख 41, अप्सन ग 42 र अप्सन ग 48। यसको सही उत्तर रहेको छ अप्सन ग 42। प्रश्न नम्बर 19 शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको हो? अप्सन क विक्रम सम्वत 2066 कार्तिक 13 गते, अप्सन ख विक्रम सम्वत 2066 चैत्र 7 गते, अप्सन ग विक्रम सम्वत 2067 कार्तिक 13 गते र अप्सन ग विक्रम सम्वत 2067 साउन 13 गते। यसको सही उत्तर रहेको छ अप्सन क विक्रम सम्वत 2066 कार्तिक 13 गते। प्रश्न नम्बर 20 मानव अधिकार र शिक्षा सम्बन्धमा तलको कुन भनाइ ठिक होइन? अप्सन क शिक्षा आधारभूत मानव अधिकार हो, अप्सन ख शिक्षा कसैको विशेषाधिकार हो, अप्सन ग शिक्षा उपलब्ध गराउनु राज्यको दायित्व हो र अप्सन ग शिक्षा प्राप्त गर्नु व्यक्तिको जन्मसिद्ध अधिकार हो। यसको सही उत्तर रहेको छ अप्सन ख शिक्षा कसैको विशेषाधिकार हो भन्ने भनाइ ठिक होइन। प्रश्न नम्बर 21 पाठ्यक्रमले विद्यार्थीलाई के गर्नका लागि मद्दत गर्दछ? अप्सन क नेतृत्व गर्न, अप्सन ख अनुकरण गर्न, अप्सन ग निर्देशित भई काम गर्न, अप्सन ग पेय प्रदर्शन गर्न, पथ प्रदर्शन गर्न। यसको सही उत्तर रहेको छ अप्सन ग पथ प्रदर्शन गर्न। प्रश्न नम्बर 22 पाठ्यक्रमको लक्ष्य केन्द्रित ढाँचाको प्रतिपादक को हुन्? अप्सन क ताबा, अप्सन ख वेबलर, अप्सन ग टाइलर र अप्सन ग निकोल्स। यसको सही उत्तर रहेको छ अप्सन ग टाइलर। प्रश्न नम्बर 23 मानवीय दृष्टिकोणमा आधारित ज्ञानका स्वभावहरू विषयवस्तुको कुन तह अन्तर्गत पर्दछ? अप्सन क तथ्यहरू, अप्सन ख धारणा, अप्सन ग मूल्य र मान्यताहरू र अप्सन ग सिद्धान्त। यसको सही उत्तर रहेको छ अप्सन ग मूल्य र मान्यताहरू। प्रश्न नम्बर 24 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार गुरुकुल शिक्षामा कक्षा 6 देखि 8 मा कतिवटा विषय हुन्छन्? अप्सन क 7 वटा, अप्सन ख 6 वटा, अप्सन ग 8 वटा र अप्सन ग 9 वटा।
यसको सही उत्तर रहेको छ अप्सन क 7 वटा। प्रश्न नम्बर 25 विविधता व्यवस्थापन गर्ने कला कुन प्रक्रिया हो? अप्सन क प्रत्यक्ष सहभागी, अप्सन ख सहकार्यात्मक, अप्सन ग क्रियात्मक र अप्सन ग समावेशी। यसको सही उत्तर रहेको छ अप्सन ग समावेशी। प्रश्न नम्बर 26 शैक्षिक तथ्याङ्कले कुन पक्षमा सघाउ पुर्याउँछ? अप्सन क शैक्षिक व्यवस्थापन गर्न, अप्सन ख शैक्षिक प्रशासन सञ्चालन गर्न, अप्सन ग शैक्षिक निर्णय लिन र अप्सन ग कक्षा शिक्षणको उपलब्धि हेर्न। यसको सही उत्तर रहेको छ अप्सन ग शैक्षिक निर्णय लिन। प्रश्न नम्बर 27 मानव संसाधन व्यवस्थापन अन्तर्गत पर्ने मुख्य तत्त्व कुन होइन? अप्सन क सम्भार संरक्षण, अप्सन ख उत्प्रेरणा, अप्सन ग द्वन्द्व व्यवस्थापन र अप्सन ग प्राप्ति र विकास। यसको सही उत्तर रहेको छ अप्सन ग द्वन्द्व व्यवस्थापन। प्रश्न नम्बर 28 विद्यालयमा सूचना बोर्डको मुख्य प्रयोजन कुन हो? अप्सन क विद्यालयको महत्त्वपूर्ण कागजात राख्न, अप्सन ख अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न, अप्सन ग विद्यालयसँग सम्बन्धित समस्या तथा कमी कमजोरी गोप्य रूपमा समाधान गर्न र अप्सन ग विद्यालयको आवश्यक सूचना प्रवाह गर्न। यसको सही उत्तर रहेको छ अप्सन ग विद्यालयको आवश्यक सूचना प्रवाह गर्न। प्रश्न नम्बर 29 कक्षा कोठामा हुने शिक्षण सिकाइ क्रियाकलापमा तत्काल सुधार ल्याउनका लागि गरिने समस्या केन्द्रित अनुसन्धान कुन हो? अप्सन क प्रयोगात्मक अनुसन्धान, अप्सन क सामान्य अनुसन्धान, अप्सन ग आधारभूत अनुसन्धान र अप्सन ग कार्यमूलक अनुसन्धान। यसको सही उत्तर रहेको छ अप्सन ग कार्यमूलक अनुसन्धान। प्रश्न नम्बर 30 मा रहेको छ अनुसन्धानको विशेषता कुन होइन? अप्सन क वस्तुगत र तर्कपूर्ण, अप्सन ख भविष्यवाणी गर्न नसकिने, अप्सन ग प्राथमिक तथ्याङ्कमा आधारित र अप्सन ग व्यवस्थित अभिलेखीकरण र प्रतिवेदनको आवश्यकता। यसको सही उत्तर रहेको छ भविष्यवाणी गर्न नसकिने, अप्सन ख भविष्यवाणी गर्न नसकिने। प्रश्न नम्बर 31 मा रहेको छ विद्यालय तहमा मामला अध्ययनको आवश्यकता किन पर्दछ? अप्सन क सिकाइमा सिकारुको सक्रियता बढाउन, अप्सन ख निर्णय क्षमताको विकास गर्न, अप्सन ग समस्या समाधान गर्ने सिपको विकास र अप्सन ग माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन ग माथिका सबै। प्रश्न नम्बर 32 उच्चताको मापन गर्न कुन प्रयोग गरिन्छ? अप्सन क अन्तराल स्केल, अप्सन ख नामाङ्कन स्केल, अप्सन ग क्रमागत स्केल र अप्सन ग अनुपात स्केल। यसको सही उत्तर रहेको छ अप्सन ग अनुपात स्केल। प्रश्न नम्बर 33 विश्व संहितालाई प्रभाव पार्ने बाह्य तत्त्व कुन हो? अप्सन क परीक्षाको लम्बाइ, अप्सन ख अङ्कको गति, अप्सन ग समूह विचरणशीलता र अप्सन ग प्रश्न निर्माण। यसको सही उत्तर रहेको छ अप्सन ग समूह विचरणशीलता। प्रश्न नम्बर 34 विशिष्टीकरण तालिकाको मुख्य उपयोगिता तलका मध्ये कुन हो? अप्सन क स्तरीय प्रश्नपत्र लेखन कार्य गर्न, अप्सन ख विश्व संहितामा मापन गर्न, अप्सन ग विद्यार्थीको पूर्व व्यवहार पत्ता लगाउन र अप्सन ग विद्यार्थीको सिकाइ समस्या पत्ता लगाउन। यसको सही उत्तर रहेको छ अप्सन क स्तरीय प्रश्नपत्र लेखन कार्य गर्न। प्रश्न नम्बर 35 पढ्नुपर्ने सबै पाठ वा एकाइलाई समेटेर प्रश्नहरू निर्माण गर्नुलाई के भनिन्छ? अप्सन क वस्तुनिष्ठता, अप्सन ख व्यापकता, अप्सन ग उपयोगिता र अप्सन ग विश्वसनीयता। यसको सही उत्तर रहेको छ अप्सन ख व्यापकता। प्रश्न नम्बर 36 तुलनात्मक रूपमा प्रश्न निर्माण गर्दा ज्यादै कठिनाइ कुनमा हुन्छ? अप्सन क संक्षिप्त उत्तर आउने, अप्सन ख जोडा मिलाउने, अप्सन ग ठिक बेठिक र अप्सन ग बहुवैकल्पिक। यसको सही उत्तर रहेको छ अप्सन ग बहुवैकल्पिक। प्रश्न नम्बर 37 अज्ञातबाट ज्ञाततर्फ जाने शिक्षानुविधि कुन हो?
अप्सन क आगमन विधि, अप्सन ख निगमन विधि, अप्सन ग खण्डित विधि र अप्सन ग परियोजना विधि। यसको सही उत्तर छ अप्सन क आगमन विधि। प्रश्न नम्बर 38 छलफलको शैलीमा तलको मध्ये कुन मिल्दैन? अप्सन क गोष्ठी, अप्सन ख गुण र सत्र, अप्सन ग कार्यमूलक अनुसन्धान र अप्सन ग समूह छलफल। यसको सही उत्तर छ अप्सन ग कार्यमूलक अनुसन्धान। प्रश्न नम्बर 39 सूचना सञ्चार प्रविधि सिकाइको दत्तक मानिन्छ? अप्सन क माध्यम, अप्सन ख साधन, अप्सन ग साध्य र अप्सन ग साधन र माध्यम दुवै। यसको सही उत्तर छ अप्सन ग साधन र माध्यम दुवै। प्रश्न नम्बर 40 मोडेल कस्तो शैक्षिक सामग्री हो? अप्सन क सर्वे, अप्सन ख दृश्य, अप्सन ग सर्वे दृश्य र अप्सन ग परम्परागत। यसको सही उत्तर छ अप्सन ख दृश्य। प्रश्न नम्बर 41 सिस्टम सफ्टवेयरको प्रकार कुन होइन? अप्सन क युटिलिटी सफ्टवेयर, अप्सन क माइक्रो सिस्टम, अप्सन क अपरेटिङ सिस्टम र अप्सन ग ल्याङ्ग्वेज प्रोसेसर। यसको सही उत्तर छ अप्सन ख माइक्रो सिस्टम। प्रश्न नम्बर 42 स्प्रेडसिट सफ्टवेयर भन्नाले कुन सफ्टवेयरलाई जनाउँछ? अप्सन क टाइपिङ ट्युटर सफ्टवेयर, अप्सन क एमएस पावर पोइन्ट, अप्सन ग एमएस वर्ड र अप्सन ग एमएस एक्सेल। यसको सही उत्तर छ अप्सन ग एमएस एक्सेल। प्रश्न नम्बर 43 विद्यार्थीको मार्कसिट तयार पार्न कुन एप्लिकेसन सफ्टवेयर प्रयोग गर्ने गरिन्छ? अप्सन क एमएस पावर पोइन्ट, अप्सन क एमएस एक्सेल, अप्सन क नोटप्याड र अप्सन क एमएस वर्ड। यसको सही उत्तर छ अप्सन ख एमएस एक्सेल। प्रश्न नम्बर 44 खाली ठाउँमा कुन विकल्प मिल्छ? अप्सन क 436, अप्सन ख 88, अप्सन ग 292 र अप्सन ग 102। यसको सही उत्तर छ अप्सन ख 88। प्रश्न नम्बर 45 कपडाको कारखाना भए अखबारको के हुन्छ? अप्सन क कारखाना, अप्सन ख कम्पनी, अप्सन ग प्रयोगशाला र अप्सन ग छापाखाना। यसको सही उत्तर छ अप्सन ग छापाखाना। प्रश्न नम्बर 46 4 किलोग्राम र 500 ग्रामको अनुपात निकाल्नुहोस्। अप्सन क 6:6:3, अप्सन क 8:1, अप्सन क 9:5 र अप्सन क 5:3। यसको सही उत्तर छ अप्सन ख 8:1 अर्थात् 8:1। प्रश्न नम्बर 47 मा रहेको छ विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि 2075 कहिले स्वीकृत भएको थियो? अप्सन क 2075 असार 13 गते, अप्सन क 2075 चैत्र 13 गते, अप्सन ग 2075 चैत्र 30 गते र अप्सन ग 2075 चैत्र 13 गते। यसको सही उत्तर छ अप्सन ख 2075 चैत्र 13 गते। प्रश्न नम्बर 48 शिक्षाको नवीनतम चिन्तनको आयाम तलको मध्ये कुन होइन? अप्सन क बालमैत्री सिकाइ सहजीकरण, अप्सन ख ज्ञान र सिपमा आधारित शिक्षा, अप्सन ग सिकाइमा सहकार्य र अप्सन ग शैक्षिक योग्यताको आधारमा शिक्षा। यसको सही उत्तर छ अप्सन ग शैक्षिक योग्यताको आधारमा शिक्षा। प्रश्न नम्बर 49 मा रहेको छ विद्यालयको शैक्षिक व्यवस्थापनमा सबैभन्दा दुर्लभ स्रोत साधन कुन हो? अप्सन क पैसा, अप्सन ख समय, अप्सन ग व्यवस्थापन र अप्सन ग योजना। यसको सही उत्तर छ अप्सन ख समय। आजको अन्तिम प्रश्न रहेको छ प्रश्न नम्बर 50 संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय अपङ्गता तर्फको रूपमा मनाएको थियो? अप्सन क सन् 1980, अप्सन ख सन् 1982 र अप्सन ग
सन् 1983 र अप्सन घ सन् 1981। यसको सही उत्तर रहेको छ अप्सन घ सन् 1981। हुन्छ त सजिलो आजको विषयवस्तु यही सकिएको जानकारी गराउँदै बिदा हुन्छु। नमस्ते।